एउटा भन्ने गरिन्छ नि सरकार सत्ता पक्षको हुन्छ तर सदन प्रतिपक्षको हुन्छ भनेर, र सदनमा प्रतिपक्षको आवाज एकदमै जरुरी हुन्छ के। अनि त्यो प्रतिपक्ष मध्ये पनि हजुर एउटा एकदमै स्ट्रङ प्रतिपक्ष देख्छु म। तर रिसेन्ट पार्लियामेन्टको मिटिङ्सहरू हेर्दा चाहिँ धेरै जस्तो मिटिङमा हजुर एब्सेन्ट भएको हो कि जस्तो मलाई फिल भयो। संसदमा प्रतिपक्षको काम बोल्ने भन्नु चितवनमा मलाई यो खुकुरी हाने हो, यहाँ चितवनमा मारेर फालिदिएको थियो, बाँचियो भगवानको कृपाले। संसद भनेको 1 सिटे 2 सिटे 3 सिटे भनेर कसैलाई अपमान गर्न पाउने अधिकार छैन, किनभने त्यो कसैको निगाहमा आएको होइन, जनताबाट जितेर आएको। त्यो कुराहरूलाई हामीले स्वीकार्नुपर्छ जति जे भयो होइन। तर त्यो सत्ता पक्षबाट भोइस आइरहेछ क्या, अपमान गर्ने किसिमको भोइस। यो हिजो एमाले काङ्ग्रेसले पनि त्यो भोइस दिँदैन थियो क्या। म त दोस्रो कार्यकाल हो नि त मेरो। म त केबी बासँग पनि काम गरेको, शेरबहादुर बासँग दाइसँग पनि काम गरेको, अहिले बालेन शाहसँग पनि काम गर्दैछु भने म बुढाहरूसँग पनि काम गरेँ क्या। तर त्यो हुँदै गर्दाखेरि त्यो चाहिँ भोइस आइसकेपछि के हुन्छ भने अनि कस्तो लाग्छ भने यसो गर्यो, एउटाले विरोध गरिरहेछ, अर्कोले जवाब दिने होइन। बिचरा प्रधानमन्त्री संसदमा आएर बोलिदेऊ भन्नका लागि आन्दोलन गर्नु परेको छ भने नेपालको संसदको हालत के होला सम्झिनुहोस्। जो कि प्रधानमन्त्री संसदको सदस्य हो, संसदले प्रधानमन्त्री चिन्दैन, संसदले सदस्य भनेर चिन्छ। संसदमा सबभन्दा ठुलो मान्छे को हुन्छ? सभामुख हुन्छ। हामी सबै सदस्य हो, तर तिनै सदस्यलाई सरकारलाई जवाब हामीले के बनायौँ? नियमावली नियम के बनायौँ? हामीले सरकारलाई जनताप्रति जवाबदेही हुने भने त सरकार आएर त प्रधानमन्त्री आएर रन्नपार्कमा त जवाब दिएर सम्भव छैन। दिने ठाउँ कहाँ हो? संसदै हो। त्यसका लागि हामीले नियमावली बनायौँ। के बनायौँ? हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा जवाब दिने भनेर नियमावली बनायौँ। तर अहिले बालेन सरकार त्यो कुरा मान्न तयार छैन। त्यो नियम हामीले बनाएको होइन, गणेश पराजुलीजीले बनाएको, सत्ता पक्षकै मान्छेले बनाएको नियम उहाँ आफैले मान्नु भएको छैन। उहाँका विकासका कुरामा, सुशासनको कुरामा हाम्रो समर्थन छ, तर संसदलाई छल्ने कुरामा चाहिँ हाम्रो समर्थन छैन र हुँदैन पनि। यसमा हाम्रो कुनै विमति छैन। इन्द्रबहादुर बसेल एप्सुलिन 4 नवलपरासी र ढाड दुख्ने र घुँडा दुख्ने समस्या थियो। मलाई उठ्न बस्न पनि गाह्रो हुन्छ। साथी मार्फत थाहा पाएर आएर चेकअप गराएर औषधि 6 महिना खाएँ, अहिले एकदम ठिक छ। हामी मान्छे न हो, कोही नयाँ मान्छे होइन। त्यही भएर सरकारसँग आशा गरौँ, सबै साथीहरूले आशा गरौँ, भरोसा पनि गरौँ, किनभने समय भएको छैन। र अर्को कुरा चाहिँ यसमा तपाईँको एउटा प्रश्न जस्तो अस्ति मैले विद्यार्थीको फीको कुरामा मैले सस्मित मन्त्रीज्यूलाई भने पनि थिएँ, मैले अलग्गै तल उपसभामुखको मिटिङमा लगेर रुमभित्रै राखेर ल यो अलिकति भएन है। जस्तै चितवन भरतपुर आसपास इलेक्ट्रिक स्कुटर होलसेल तथा खुद्रा बिक्रीका लागि भरतपुर इलेक्ट्रिक स्कुटर सेन्टरमा सम्पर्क राख्नुहोस्। पहिला के भने कलेजको एडमिसन फी थियो नि, जो एनुअल फी, त्यो लिन पाइन्न भनेर निर्णय गर्यो होइन। तर त्यो एक्जिक्युटिभ कहीँ पनि भएन क्या। अनि कलेजले बाटो भएर के भने त्यसको नाम चाहिँ चेन्ज गरेर लगिदियो क्या। एनुअल फीको ठाउँमा बरु के भनिदियो, घुमघाम फी भनिदियो, के भन्यो, नाम चेन्ज गरेर लगिदियो। त्यसको अनुगमन चाहिँ कसले गर्ने हो त? सरकारको काम भनेको आदेशमाथि आदेश र परमादेशमाथि परमादेश जारी गर्ने मात्रै होइन, आफूले गरेका निर्णय लागू भएको छ कि छैन भनेर त्यसलाई फिडब्याक लिने काम पनि त हो नि होइन। भने त्यसलाई कारवाही गर्नुहोस् भनेको छु, तर भएको छैन। त्यही भएर उनीहरूले फेरि एकपटक उठाउँछु। यो मलाई भन्दा पनि सस्मित पोखरेललाई भयो र आशा गरौँ है बहिनी। र अनि अर्को संसदमा प्रतिपक्षको काम बोल्ने भन्नुभयो। त्यो बोल्ने प्रतिपक्ष भनेको बलियो हुनुपर्छ। मैले अस्ति नै भने सरकारलाई, त्यतिखेर प्रधानमन्त्रीज्यूलाई भने प्रतिपक्ष भनेको तपाईँको विरोधी सम्झिनु हुँदैन। प्रतिपक्ष भनेको तपाईँलाई बाटो देखाउने, एउटा तपाईँलाई सही बाटो कि गलत बाटो भनेर देखाउने। जस्तो मित्रले के गर्छ भने अगाडि तपाईँको विरोध गर्छ, तर शत्रुले के गर्छ भने तपाईँको पिठ्यौँ पछाडि छुरा हान्छ। हामी मित्र हो, तपाईँको अगाडि राखेर तपाईँले सुध्रिने मौका दिन्छु भनेर। अब म किन गइनँ भन्दा मलाई आजकल अल्छी लाग्न थालेको छ। संसद गयो, अब झगडा मात्रै गरिरहेको हुन्छन् है, के गर्ने होइन। अब त्यसमा के भने अब सत्ता पक्षका सांसदहरूले पनि बोल्ने कुरा के हो भन्ने कुरा अब क्लास त देलान्। साथीहरूले अस्ति 5 स्टारमा दिइरहेको थिए, फेरि पनि 5 स्टार प्रयोग गर्छन् कि होइन? तर क्लास दिनुपर्छ, किनभने अस्ति मैले चित्त दुखेर मैले एउटा कुरा बोलेको थिएँ, याद छ तपाईँलाई? संसद भनेको 1 सिटे 2 सिटे 3 सिटे भनेर कसैलाई अपमान गर्न पाउने अधिकार छैन, किनभने त्यो कसैको निगाहमा आएको होइन, जनताबाट जितेर आएको। त्यो कुराहरूलाई हामीले स्वीकार्नुपर्छ जति जे भयो होइन। तर त्यो सत्ता पक्षबाट भोइस आइरहेछ क्या, अपमान गर्ने किसिमको भोइस। यो हिजो एमाले काङ्ग्रेसले पनि त्यो भोइस दिँदैन थियो क्या।
म त दोस्रो कार्यकाल हो नि त मेरो। म त केबी बासँग पनि काम गरेको, शेरबहादुर बासँग दाइसँग पनि काम गरेको, अहिले बालेन शाहसँग पनि काम गर्दैछु। भने म बुढाहरूसँग पनि काम गरेँ क्या। तर त्यो हुँदै गर्दाखेरि त्यो चाहिँ भोइस आइसकेपछि के हुन्छ भने अनि कस्तो लाग्छ भने यसो गर्यो, एउटाले विरोध गरिरहेछ, अर्कोले जवाब दिने होइन। बिचरा प्रधानमन्त्री संसदमा आएर बोलिदेऊ भन्नका लागि आन्दोलन गर्नु परेको छ भने नेपालको संसदको हालत के होला सम्झिनुहोस्। जो कि प्रधानमन्त्री संसदको सदस्य हो। संसदले प्रधानमन्त्री चिन्दैन, संसदले सदस्य भनेर चिन्छ। संसदमा सबभन्दा ठुलो मान्छे को हुन्छ? सभामुख हुन्छ। हामी सबै सदस्य हो। तर तिनै सदस्यलाई सरकारलाई जवाब हामीले के बनायौँ? नियमावली नियम के बनायौँ? हामीले सरकारलाई जनताप्रति जवाबदेही हुने भने त सरकार आएर त प्रधानमन्त्री आएर रन्नपार्कमा त जवाब दिएर सम्भव छैन। दिने ठाउँ गाउँ संसदै हो। त्यसका लागि हामीले नियमावली बनायौँ। के बनायौँ? हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा जवाब दिने भनेर नियमावली बनायौँ। तर अहिले बालेन सरकार त्यो कुरा मान्न तयार छैन। त्यो नियम हामीले बनाएको होइन, गणेश पराजुलीले बनाएको, सत्ता पक्षकै मान्छेले बनाएको नियम उहाँ आफैले मान्नु भएको छैन। उहाँका विकासका कुरामा, सुशासनको कुरामा हाम्रो समर्थन छ, तर संसदलाई छल्ने कुरामा चाहिँ हाम्रो समर्थन छैन र हुँदैन पनि। यसमा हाम्रो कुनै विमति छैन। किनभने जवाबदेही हुनु पर्यो नि। ल ज्ञानेन्द्र साईले प्रधानमन्त्रीलाई क्वेसन सोधिदिनु भनेर तपाईँले मलाई यहाँ सोध्नुहुन्छ, मैले गएर कहाँ सोध्ने त? प्रधानमन्त्रीको कार्यालयमा गएर सोध्ने हो र? मैले त संसदमा आएको बेला प्रधानमन्त्रीसँग जवाब माग्ने हो नि त। अनि प्रधानमन्त्री नै संसद नआइदिएपछि हामी किन जान्नु भनेर कहिलेकाहीँ हामी पनि गएको छैनौँ। हस्, धन्यवाद। ल सकियो है अब। ल जोरदार ताली स्वागत गरेर पुरा मजाले ताली बजाउँ है। इनर्जी इनर्जी। हस्, थ्याङ्क यू। नेपालमा संसदको मूल्याङ्कन प्राय आफ्नो क्षेत्रमा ल्याएको बजेट सडक वा भौतिक पूर्वाधारका आधारमा मात्र गरिन्छ। तर संविधानले सांसदलाई मुख्य रूपमा कानुन निर्माण र कार्यपालिकामाथि निगरानी गर्ने जिम्मेवारी दिएको छ। तपाईँको विचारमा यो दुई भूमिका बीचको असन्तुलनले संसदको गुणस्तरमा कस्तो प्रभाव पारेको छ र यसलाई कसरी सुधार गर्न सकिन्छ होला? हस्, धन्यवाद। सारखेरि म त्यही 25 वर्षको थिएँ जस्तो लाग्छ। 24-25 को थिएँ म। चितवनमा मलाई यो खुकुरी हाने आयो, यहाँ चितवनमा मारेर फालिदिएको थियो, बाँचियो भगवान्को कृपाले। तपाईँहरूकै उमेरका थियो करिब करिब त्यतिखेर। त्यो भए हुनाले अलिकति मेरो भाषा अलि त्यस्तै छ। तब यो एउटा कुरो गजबको कुरा उठाउनु भयो। अहिले म यही कुरा मलाई आफै सोधिरहेको छु क्या, मेरो काम के हो त? जस्तो मलाई सांसद भनेर एउटा जिल्लाको सबै मान्छेले दिन्छ, तर त्यो मान्छेले कानुन बनाउन भन्दा पनि विकास गरोस् भनेर भोट हाल्दै हुन्छ क्या। अनि म भन्ने गर्छु क्या गाउँमा गएर, ए बाबा म त विकास गर्ने होइन, म त कानुन बनाउने। कानुन हामीलाई के मतलब? विकास चाहियो, पुल चाहियो, बाटो चाहियो भन्छ जनताले। गर्ने के ल भन्नुहोस्? अनि त्यो आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पनि त्यहाँ काम गर्नुपर्ने बाध्यता छ, नम्बर 1। नम्बर 2 कानुन निर्माण गर्नुपर्ने हो हामीले सबभन्दा ठुलो। अनि नेपालमा के छ भने कानुन निर्माण गर्दाखेरि बहस हुन्छ। जस्तो अहिले तपाईँले कुनै ऐन ल्याउनु भयो, ऐनमा तपाईँको पक्ष पनि हुन्छ, प्रतिपक्ष पनि हुन्छ। त्यसलाई व्यापक छलफल गरेर अनि त्यसलाई निर्माण गर्दा, तर नेपाली सोसाइटी के छ भने जस्तो अहिले सरकारले भनेको छ नि हामीलाई काम गर्न दिएन, संसदले सरकारले काम गर्न नदिने हो र? त्यो कति झुट हो त? संसद भनेको अलग्गै कुरा हो, सरकार भनेको अलग्गै कुरा हो। संसद भनेको कानुन बनाउने ठाउँ हो, मन्त्री परिषद भनेको काम गर्ने ठाउँ हो। अब हामी सांसद गएर मन्त्रीको हात त थुनिदिएको छैनौँ नि त। मन्त्री परिषदमा गएर बसिदिएका छैनौँ, मन्त्री परिषदमा काम नगर भनेर मन्त्रीलाई अवरोध गरेका छैनौँ। हामीले अवरोध गरेको संसद हो। संसद के हो भने जवाफ खोजेको। संसारभरिको संसदमा के हुन्छ भने जवाफ खोजिन्छ। अनि हामीलाई समस्या भएको छ, त्यो गुणस्तर कम भएको छ। तर यसका लागि चाहिँ हाम्रो यहाँ कानुन नीति ऐन भन्दा पनि जनताको सोच परिवर्तन गर्न आवश्यक छ। किनभने जनताले हामीलाई वडा अध्यक्ष जस्तै सम्झिरहेछन्, मेयर जस्तै सम्झिरहेछन्। अब मलाई भन्छन् नि कहिले यसो कमेन्ट हेर्छु, बढी बोल्छ मात्रै, विकास गर्दैन भन्छ। बिचरा मसँग वडा अध्यक्षसँग बरु बजेट चलाउने अधिकार छ, मसँग छैन। ल भन्नु, सांसदको कति पीडा छ? ल भन्नुहोस् त एकछिन। सांसदको स्वकीय सचिव सबै हटाइदिएछ अनि भन्छ कानुन निर्माण गर भनेर। अब विज्ञ मान्छे राख्नै पाइएन भने कानुन कसरी निर्माण गर्ने? बरु नगरपालिकाको मेयरको स्वकीय सचिव होला होइन, नेपाल आर्मीको चिफ होइन, कर्नेलको पनि स्वकीय सचिव राख्छ एउटा कार्यालयमा, तर सांसदको सब काटिदिएपछि। सांसद त कुनै अभिशाप हो कि क्या हो? कसैले शराब दिएर पठाएको हो कि क्या हो? जस्तो व्यवहार चाहिँ यहाँभन्दा अगाडिका राजनीतिज्ञको अपराधका कारणले गर्दा त्यो बन्यो। त्यो भए हुनाले अहिले हामीलाई सांसद भन्दा पनि अब आफैलाई के लाग्छ भने सांसद हो कि
अब फोन गर्छ बिहान बल्टी होइन, अहिले पनि मेरो फोन भर्खर अफ छ। अनि अस्पतालमा मान्छे बिरामी भयो, त्यहाँ कुद्न पऱ्यो। कोही मान्छेलाई गाह्रो पऱ्यो, त्यहाँ पुग्दिन पऱ्यो। पुगेन भने के भन्छ, अनि सांसद भए के काम भन्नु सोध्छ। तर सांसदको काम त कानुन बनाउने। हामीले नियम चाहिँ कस्तो ल्यायौँ भने युरोपको जस्तो ल्यायौँ, तर समाज हाम्रो युरोप जस्तो छैन। जस्तो पहिला संसद कस्तो हुन्थ्यो पञ्चायतकालमा भने संसद बजेट निर्माणसँग पनि प्रत्यक्ष असर हुन्थ्यो। जिल्ला विकास समिति थियो, जिल्ला विकास समिति मार्फत बजेट जान्थ्यो, अनि मान्छेले त्यहाँ गएर छलफल गर्थे अनि हाल्थ्यो। अब अहिले त त्यो छैन, अहिले त पालिकामा डाइरेक्ट जान्छ। अनि एउटा अहिलेको सबभन्दा ठुलो डिमेरिट के छ भने जस्तै सङ्घीय सभाको एउटा गाउँमा के धारो चाहिन्छ, के पानी चाहिन्छ भन्ने सिंहदरबारको कर्मचारीले अहिले तय गर्छ क्या। अघिल्लो पटक म तपाईँलाई सुनाउँछु, मेरो गाउँमा 3 करोडको बजेट गएछ, मेरै नगरवडा गाउँपालिकामा जुम्लाको सिन्जामै। अनि के भने पार्क बनाउने भनेछ। कहाँ बनाउने भनेपछि हामी सानसानो हुँदा गाई चराउन जाँदाखेरि, त्यहाँ गाई र बाख्रा चराउन जाँदाखेरि त्यहाँ भालु लाग्छ भनेर हामी त्यहाँ जान डराउँथ्यौँ क्या। त्यस्तो घना जङ्गल छ क्या, बस्ती दूर दूरसम्म छैन, त्यसको बिचमा पार्क बनाउने रे 3 करोड रे। अनि आयो कहाँबाट भनेपछि सिंहदरबारमा एकजना कोच छिर्यो, त्यहाँ बजेट हाल, आधा तँलाई दिन्छु भन्यो, अनि हालिदिइहाल्यो। यसरी विकास हुँदैन। अहिलेको सरकारले यदि परिवर्तन गर्नु छ भने सांसदहरूसँग व्यापक छलफल गर्नुपर्छ, किनभने सांसदले आफ्नो निर्वाचन क्षेत्र हेरेको हुन्छ। त्यो भए हुनाले यो गुणस्तरमा अलिक कमी छ। हस्, धन्यवाद। लामो भयो क्या, अलि बोर भयो। अरू कोही छ?